हेलो साथीहरू नमस्कार। आज हामी चाहिँ अल्जेब्रामा सब्ट्र्याक्सन पढ्ने है त के रुल्स हुन्छ भन्ने कुरा पढ्दैछौँ है त। यो सेम के अरे त्यो हामी एडिसन पढ्यौँ नि प्लस सेम त्यही रुल हो। म सिम्पलदेखि जान्छु, फटाफट म गइहाल्छु है त। जस्तो सिम्पलमा चाहिँ 3 - 2 कति हुन्छ, 3 मा 2 माइनस गर्ने भनेको घटाउने, 3 मा 2 माइनस गर्दा 1 हुन्छ। त्यसै गरी 3x जब नम्बर सँगसँगै लेटर पनि आउँछ त्यो अल्जेब्रा हो। 3x - 2x हामी यो 3x सँग 2x माइनस गर्न सकिन्छौँ त। रुलले के भन्छ, भने जुन पनि नम्बरसँग एउटै सेम लेटर आएको छ भने त्यसलाई माइनस गर्न सकिन्छ। जस्तो 3 सँग x लेटर आयो, यो 2 सँग पनि x नै लेटर झुन्डिएको छ हैन। भनेपछि यो x र x सेम हो भने एक अर्काबाट माइनस गर्न सकिन्छ यदि माइनस साइन छ भने। जस्तो 3 - 2 कति हुन्छ, कसरी गर्ने त यसलाई भन्दाखेरि 3 - 2 1 भयो, x त्यही झुन्डियो। किन यस्तो भयो त भन्ने कुरा म एक्सप्लेन गर्छु है त। हेर्नु यहाँ 3टा एक्सलाई सुन्तला मानौँ, मसँग 3टा सुन्तला छ। मैले कसैलाई माइनस भनेको चाहिँ मैले अरू कसैलाई 2टा सुन्तला दिनु छ भने मैले 2टा सुन्तला, मसँग 3टा सुन्तला छ, मैले अरू कसैलाई 2टा सुन्तला दिएँ भने मसँग जम्मा कतिवटा सुन्तला बाँकी हुन्छ, एउटा बाँकी हुन्छ। एउटा के बाँकी हुन्छ, सुन्तला बाँकी हुन्छ। त्यही भएर एक्स भनेको सम्झ्यौँ सुन्तला, 3टा सुन्तला छ, 2टा सुन्तला कसैलाई दिए भने त्यसपछि मसँग एउटा सुन्तला बाँकी हुन्छ। एक मात्रै बाँकी हुँदैन, मसँग एउटा सुन्तला बाँकी हुन्छ। त्यही भएर यो एक्स चाहिँ सुन्तला हो। त्यही भएर एक्स लेख्नै पर्छ। धेरै विद्यार्थीहरूले के गर्नुहुन्छ भन्दाखेरि 3x - 2x इज इक्वल टु 1 मात्रै लेख्नुहुन्छ। तपाईँले यदि 1 मात्रै लेख्नु हो भने गलत हुन्छ एन्सर है त। त्यही भएर तपाईँहरूले चाहिँ 1x लेख्नुपर्छ। यहाँनिर x झुन्डिएको छैन यो नम्बरमा, त्यस कारणले 3 - 2 यहाँ 1 मात्र भयो, एन्सर राइट भयो। तर यहाँ x सँगै झुन्डिएको छ नि त 3 सँग, यहाँ 2 सँग पनि x झुन्डिएको छ नि त। त्यही भएर यहाँ x झुन्ड्याउनै पर्छ है त एन्सर राइट हुनको लागि। यो एन्सर, यसको एन्सर यो हो। ल अब अर्को है त जाउँ। यदि 3x - 2y लेखेको छु भने 3बाट 2 माइनस गर्न मिल्छ त? के लाग्छ तपाईँहरूलाई? हो, मिल्दैन। किन मिल्दैन भन्दाखेरि यो x 3 सँग x झुन्डिएको छ, 2 सँग y लेटर y झुन्डिएको छ, तर y र x त सेम होइन नि त, सेम लेटर होइन नि त। यदि सेम भयो भने मात्रै माइनस गर्न मिल्छ। सेम लेटर झुन्डियो भने मात्रै, कुनै पनि नम्बरसँग सेम लेटर झुन्डियो भने मात्रै माइनस गर्न मिल्छ, नत्र भने माइनस गर्न मिल्दैन। त्यसैले एन्सर के हुन्छ, जस्ताको तस्तै 3x - 2y यो भयो एन्सर है त। त्यस्तै गरी मैले डिफ्रेन्ट फरक इक्जाम्पल दिइरहेको छु होइन। अब त्यस्तै गरी 3x² - 2x लेखेँ है त। तपाईँहरूलाई के लाग्छ, म यो 3x² बाट 2x माइनस गर्न सक्छु होला? सक्दिनँ। गुड, सक्दिनँ। किन सक्दिनँ भन्दाखेरि x र x सेम लेटर भयो, तर x को माथि 2 छ नि त, यहाँ माथि 2 छ नि त, तर x को माथि 2 छैन। त्यस कारणले म्याथमा यसलाई पनि सेम मान्दैन। यो x को माथि 2 छ, यो x मात्रै छ, त्यही भएर यसलाई सेम लेटर मान्दैन है त। त्यस कारणले गर्दाखेरि हामी के लेख्छौँ, यहाँ 3x² - 2x भनेको चाहिँ 3x² - 2x नै हुन्छ एन्सर। किन भन्दाखेरि यो र यो एउटै होइन, यसको माथि 2 छैन, यसको माथि 2 छ। त्यस कारणले गर्दा हामी यसबाट यो घटाउन अर्थात् माइनस गर्न मिल्दैन। त्यस कारणले गर्दा 3x² - 2x नै हुन्छ एन्सर।